सर अब यो गर्ने एउटा सानो नियम हुन्छ त्यो नियम बोर्ड मास BODMAS यसको फुल फर्म पनि म तपाईहरुलाई बताइदिन्छु र यसको नियम कसरी प्रयोग हुन्छ त्यो पनि बताउँछु। अब यसको फुल फर्म के हुन्छ? B को हुन्छ ब्राकेट ब्राकेट। अब ब्राकेटमा के हुन्छ? ब्राकेटमा चाहिँ सानो ब्राकेट जुन यस्तो प्रकारको हुन्छ, एउटा त मझौला पोस्ट अनि एउटा हुन्छ ठुलो ब्राकेट। यो भयो हाम्रो ठुलो ब्राकेट। अब आयो ओ को हुन्छ अर्डर ORDER। अब यो खास आएको यो अर्डर भन्ने नियम कहिले पनि छिटो लागू हुन्न। नियम अर्डर नेपाल आर्मीमा पुलिस र एपीएम यसको प्रयोग हुँदैन भने हामीले यसको छोड्छौँ त्यसरी। अब आयो डी को हुन्छ DIVISION डिभिजन। यसलाई हामी नेपालीमा भन्छौँ धागा। संकेत चिन्ह यो भयो हाम्रो संकेत चिन्ह। धागा पनि संकेत चिन्ह। अब आयो एम। अब एम को हुन्छ मल्टिप्लिकेसन मल्टी MULTIPLICATION मल्टिप्लिकेसन चाहिँ हुन्छ गुणाको चिन्ह हुन्छ कति गुणा त्यो हाम्रो चिन्ह। अब आयो एडिसन ADDITION एडिसनलाई नेपालीमा भनिन्छ जोड। यो भयो हाम्रो संकेत चिन्ह प्लस यो हो जोडको संकेत चिन्ह प्लस। अब आयो सब्ट्र्याक्सन SUB सब्ट्र्याक्सन र SUB TRACTION सब्ट्र्याक्सन। यसको मतलब हो घटाउ। संकेत चिन्ह हुन्छ यसको माइनस। अब हामी यहाँ के लेखेको छ? अब यहाँबाट प्रश्न हेर्ने प्रश्नमा ब्राकेट दिएको छ र ठुलो ब्राकेट प्लस सानो ब्राकेट यानी कि एउटा यो ब्राकेट दिएको छ र यो ब्राकेट। अब पहिला हामी ब्राकेटको सल्भ गरौँ। जुन पनि क्वेशन आयो भने ब्राकेट आएको छ भने पहिला ब्राकेट भित्रको कथनलाई सल्भ गर्ने र त्यो सल्भ गर्ने सानोबाट ठुलो। पहिला यहाँ हाम्रो सानोलाई सल्भ गरौँ। अब यहाँ जसको त्यसकै साथ 20 8 into 32 divided by 8 plus। अब यहाँ प्लस उठ्ने भने मानौ यहाँ यसको छ 8 ब्राकेट 4 प्लस 6 छ भने ब्राकेटको जोड्दा फेरि यहाँ इन्टु आउँछ इन्टु 8 इन्टु 10 यस्तो। अब यहाँ प्लस चिन्ह छ भने हामीले खास के गर्नु पर्दैन, प्लसको प्लस लेख्ने इन्टु गर्न पर्दैन। अब यसको जोड्ने। अब यसलाई जोडेपछि ब्राकेट सानो ब्राकेट हट्छ हाम्रो। यहाँ आउँछ 10। अब हटाउने हो ठुलो ब्राकेट। यसमा 10 आउँछ त्यसकै साथ दिने। अब ठुलो ब्राकेटमा के छ? ठुलो ब्राकेट भित्र छ इन्टु डिभाइड प्लस। अब बोर्ड मासको लेख्न भने हामी पहिला डिभिजन गर्ने। डिभिजन गर्नुको भाग गर्ने। अब यसले भाग गर्ने हो भने यो 8 इन्टु यसको जस्तो त्यसले साथ दिने। अब भाग पनि 8 जहिले पनि भाग गर्दाखेरि पछाडिको अङ्कले भाग गर्छ। जस्तै रफमा गर्न आएन भने म सजिलो तरिकाले बताइदिन्छु। यहाँ भयो 8। अब यहाँ छ 32। अब 8 पारा कतिचोटि पढ्ने भने 32 आउँछ भनेपछि 8 4 छ 32। यहाँ आयो 4 32 को 32 लेखि काट्नु। अब यो भागफल हाम्रो भागमा 4 आछ भने यहाँ आयो 4 अनि यो जस्तो छ त्यसकै सार्ने। अब आयो हाम्रो अहिलेसम्म यो ठुलो ब्राकेट हाम्रो हटेन। ठुलो ब्राकेट हट्न भने जस्तो त्यस्तै यो सार्ने। यो भयो। अब यो ठुलो ब्राकेटलाई गर्ने त अब यसमा के छ? एउटा इन्टु छ प्लस यानी कि एउटा मल्टिप्लिकेसन छ अनि एडिसन छ। अब बोर्ड मासको त्यो रुल हेर्ने हो भने बोर्ड मास पहिला आयो डिभिजन छ यो ब्राकेट छ। अब आयो मल्टिप्लिकेसन। यहाँ मल्टिप्लिकेसन छ भने अब 8 चौको 32 फेरि सेम 32 लेख्ने प्लसको प्लस 1 यो हाम्रो भयो। अब फेरि 15
प्लस 10 42 हुन्छ 42। अब हाम्रो यो यहाँ ठुलो ब्र्याकेट भरिसक्यो। अब हामीले गर्नु यहाँ के छ, यहाँ छ मल्टिप्लिकेसन छ र सब्ट्र्याक्सन छ। यहाँ प्लस छैन भने हामीले गर्नु पहिला मल्टिप्लिकेसन नेपाली भन्छु पुरा गर्ने हो। सेम टु सेम जस्तो त्यस्तै स्याहार्ने। अब यहाँ छ 20 * 42। अब यसरी रफमा गर्छौँ हामी। 42 20। अब हामी यसले पुरा गर्छौँ। यसको त 0 र 0 हुन्छ। यतापट्टि पुरा गर्ने 4 22 छ 4। यहाँ यो 4 2 छ 8। यहाँ लेख्ने 8 प्लस लास्टमा जोड्ने हो। यतापट्टि पुरा गर्ने। अब आयो 0 0 4 र 8। यहाँ भयो 840। 840 हाम्रो यो भयो। अब हाम्रो बाँकी रह्यो सब्ट्र्याक्सन। अब हामी यसलाई सल्भ गर्छौँ। अब यसलाई घटाउँदाखेरि आन्सर माइनसमा आउँछ। यसले माइनसमा आउँछ भने घटाउन आएन भने 840 बाट 15 घटाएपछि 825 बच्छ। 825 बच्छ। अब यो माइनस यहाँ काटिदियो भने यहाँ आन्सर प्लसमा आउँछ। तर यहाँ 15 माइनस 840 छ भने अब त्यही हिसाबले गर्यो भने हामी यहाँ आउँछ माइनस गरेर 825 आन्सर। यो क्वेशन एकदम सजिलो छ। हामीले बुझ्नुपर्ने के हो, यो